नमस्ते साथीहरू। धेरैलाई इच्छा थियो पूर्व काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राजनीति क्षेत्रमा आएर कुनै पनि पार्टीको प्रतिनिधित्व गरेर चुनाव लडेको हेर्न चाहने सारा नेपालीहरूको इच्छा पनि थियो र बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदै गर्दा कहीँ कतै हामीले कतै स्टेजमा कुनै प्रोग्राममा हैन भाषण कुनै पनि नेपालीले अहिलेसम्म सुनेको थिएन र सुन्न इच्छुक साह्रै थिए नेपालीहरू। तर फाइनल्ली आज राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता भएर जनकपुरमा गएर एउटा प्रोग्राममा अब राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन सभा समारोह भनौँ कि अब के भनौँ मा सम्बोधन गरेको साह्रै चित्त बुझ्यो साथीहरू। सम्पूर्ण नेपालीलाई चित्त बुझ्या छ यार उहाँको कुरा, उहाँको भनाइका ती शब्दहरू, उहाँको स्पिच। वाओ, त्यतिकै मान्छेले बालेन शाह भनेको रहेनछ साथीहरू हैन। तपाईलाई के लाग्छ कमेन्ट गर्नु त। सारा नेपालीले बालेन शाहको मुखबाट केही कुराहरू सुन्न आतुर थिए नेपालीहरू। अहिले सामाजिक सञ्जालमा बालेनको भाषण एकदमै भाइरल भएको छ साथीहरू। देशभक्ति नेतासँग हुनुपर्ने खुबी, हुनुपर्ने क्षमता र देशप्रेम हुनुपर्ने देशप्रेम भनेको यही हो साथीहरू। जो जतिले बालेन शाहलाई दलाल भनोस् या विदेशी दलाल भनोस् केही भनोस् हैन, तर हुनुपर्ने गुण चाहिँ नेतामा यो हो। सपोर्ट गर्नुपर्छ बालेन शाहलाई र एकपटक बालेन शाहलाई प्रधानमन्त्री भएको हेर्न पाउने हामी सम्पूर्ण नेपालीहरूको इच्छा छ साथीहरू। ठोकम भोट घन्टीमा माया टर्नेको जे परे पर्छ।